हेलो हाई नमस्ते गाइज। अब के भन्नु छ र, अब वेलकम टु माई भ्लग। हामी चाहिँ बिहान उठेबाट चाहिँ धेरै नै काम गर्यो, रमाइलो पनि भयो भनौँ, बोरिङ पनि भयो, त्यस्तै भयो। अनि लास्टै गर्मी छ क्या यतातिर त, किन कस्तो यति गर्मी छ, त्यो गर्मीको त कुरै नगरौँ है। अनि खासै म भ्लग बनाउन त जान्दिनँ, अनि त्यही पनि रमाइलोको लागि भ्लग बनाउँदै अनि बदम खनियो। बदम खन्दा चाहिँ लास्टै गर्मी भयो, प्याक भयो। अनि त्यसपछि घर आएर खानासाना खाइयो, बदम सदम पनि खाइँदैछ होइन, मेरो बहिनी पछि हिँड्दैछिन्। अनि बदम खायौँ, अनि लाचुक गयौँ है साथीलाई सरप्राइज दिने भनेर। आज बर्थडे थियो नि त उसको, अनि सरप्राइज फेरि कसरी हो भन्नु न गाइज। एउटा गिफ्ट पनि होइन, केही पनि होइन, हाई हेलो गरियो, त्यसपछि ह्याप्पी बर्थडे टु यु भन्यो। अनि त्यसपछि चाहिँ ल गएमै भन्यो, भिडियो सिडियो बनायो, फर्कियो गाइज। अनि त्यसपछि चाहिँ बाबा त फेरि अचानक हामीलाई सरप्राइज दिइरहेको। बाबाले चाहिँ हामी साथीलाई सरप्राइज दिन गएको, बाबाले हामीलाई सरप्राइज दिनुभयो गाइज। अनि हामी बाबालाई देखेर चाहिँ अब बाबाले हामीलाई भेट्नुहुन्छ भनेर चाहिँ हामी छिटो कुदेर आइहाल्यौँ गाइज। मलाई त खासै मोबाइल समाउन नि नजाने हो कि किन हो गाइज, यहाँ हात पनि समाइराख्नु परेको छ, मलाई हात पनि लास्टै गल्यो हो गाइज। अनि त्यसपछि चाहिँ आज हामी ठुलो मम्मीको गोठमा चाहिँ हिँडेको के। अब गोठमा चाहिँ दिदीहरू चाहिँ हुनुहुन्न आज, दिदीहरू चाहिँ घुमघाम। अब त्यस्तै छ नि त, फुलपाती पनि लगाइसक्यो। अब यो हाम्रो मङ्की हिल हो गाइज। अनि हामी चाहिँ यहाँ चाहिँ यस्तो रमाइलो गर्दैछौँ गाइज। अनि म यता छु गाइज, मलाई हेर्न सक्नुहुन्छ। म अब फुलकुमारी पछाडि नाच्दै हिँडेको घर आएको नि त। अनि त्यसपछि चाहिँ मलाई एकदमै एक्साइटेड छु क्या म चाहिँ। अब यो चाहिँ अब यसलाई चाहिँ डिसरेस्पेक्ट गर्नु चाहिँ हुन्न होइन, एउटा यो पनि जीव, एउटा प्राणी हो, त्यही भएर यसलाई पनि रेस्पेक्ट नै गरौँ गाइज। अनि त्यसपछि चाहिँ अब हिँड्दै गोठा जानुपर्छ। अनि गाइज, अनि त्यहाँ बाख्रालाई घाँस हाल्नु छ। अनि त्यसपछि हामी फर्कि नै हाल्छौँ। घर सफा गर्नु नै थियो, तर मलाई लास्ट अल्छी लाग्छ कि गाइज, घर आएपछि त किन हो है। अनि अब त्यसपछि चाहिँ खाजा साजा खाइन्छ होला हामी। अनि हाम्रो खाजा बदम खाजा साजा के खाने, हाम्रो काम बदम खाने, खाजा बदम यस्तै छ गाइज हाम्रो चाहिँ। अनि त्यस्तै छ, दुईजना छौँ, रमाइलो भइरहेछ भनौँ। बदम पनि मिठो छ। ओए खसी यहाँ खस्यो, म त हेर्नुहोस् गाइज कताको। अनि यस्तै छ गाइज। अब पानी पनि लाग्छ हौ अहिले त, कस्तो राम्रो देखेको बदम नि, रमाइलो दृश्य भइरहेछ गाइज हाम्रो चाहिँ। हाम्रो गोठ हो त्यो, हाम्रो त्यो गोठ हो, यो मङ्की हिल हो। अनि हाम्रो चितेर म बुढी उडाउनु हेर्छु गाइज, हेर्नु उड्दैन उडे गाइज उड्यो। अनि त्यसपछि चाहिँ अब हामी चाहिँ डुलिरहेछौँ, घुमिरहेछौँ, रमाइलो त के भनौँ, झ्याउलाइरहेछ, कस्तो भइरहेछ। अब यस्तै कन्डिसन भइराख्यो भने चाहिँ म पोखरा जान सक्छु गाइज। मलाई त अब घरकाले बस्न दिन्छन् कि दिन्न, पोखरा हिँड्ने भनिरहेछन्, म जान्न गाउँमै बस्छु भनिरहेको थिएँ। अब लिएर जान्छन् कि बसेको दिन गाउँ आउने होला, अहिले बस्छु भन्दा पनि दिन्नन्। अब के गर्नु, गाउँै रमाइलो देशै रमाइलो, दसैँ आउँदा मनमा पिर भए नि यसै रमाइलो भने जस्तै गाइज। हुमक्क पिर भए पनि यस्तै रमाइलो भइरहेको छ। हामी चाहिँ रमाइलो गर्दैछौँ। भ्याकेसन होमवर्क सम्झ्यो भने त मलाई निन्द्रा लाग्छ किन है गाइज। त्यसले रौसीको काम गर्छ क्या, त्यसले झ्याम्म लगाइदिन्छ क्या गाइज त्यो होमवर्क भन्ने चिजले चाहिँ। तर के भन्छन् हौ, तिल हो कि के भन्छन् है, जे भने नि भन्नु नि त गाइज। हजुरहरूले मलाई माया मान्नुहुन्छ भने चाहिँ मेरो स्कुललाई चाहिँ केस गरिदिनु, किनकि हाम्रो स्कुलमा धेरै होमवर्क दिन्छन्। अहिलेसम्म त त्यस्तो होमवर्क दिएको थिएन, यसपालि चाहिँ लास्ट धेरै छ। अरू त बाँच्ने मर्ने भएछ, इफ कसैले सुसाइड गर्यो भने त्यो होमवर्कको कारणले हो भने सम्झिनुहोस्। अनि त्यही भएर केस गरिदिनु। त्यो क्वेसन पेपरको तल पनि बेस्ट अफ लक के भन्छ हौ, बेस्ट अफ लक होइन हौ, दि इन्ड ह्याप्पी दसैँ एन्ड तिहार भनेर दिन्छन् गाइज। तर एउटा सेलिब्रेट गरेर टिका लगाएर 5 रुपियाँ पनि दिएन नि। यो दुःखको कुरा गाइज, म रुनै सकेँ छैन, हाँस्नु सकेँ छैन। यसो सेलिब्रेट गरेर ओइ काली, यो कालीले त बच्चा बाख्री कहाँ राखा होला, काली कहाँ हो त बच्चा देखाऊ, हाम्रो यहाँ बेबी देखाऊ गोठमा।